दर्शक पनि यति बेला चाहिँ म लेटाङ नगरपालिका वडा नम्बर 9 स्थित नरेश पथिकको चाहिँ यो केराको दाम्चाबाट फाइबर उत्पादन गर्ने उद्योगमा आइपुगेको छु। योभन्दा करिब 1 वर्ष अगाडि मात्रै मैले यो फाइबरका लागि चाहिँ सामान्य भिडियो बनाएर हाल्दाखेरि धेरैजना नेपालभरका धेरैजना कृषक दाजुभाइहरूले चाहिँ यस सम्बन्धी चाहिँ चासो राख्नु भएको थियो। धेरैले मलाई फोन पनि गर्नुभयो, धेरैले नरेशजीलाई पनि सम्पर्क गर्नुभयो हैन। अब यो फाइबर चाहिँ उत्पादन कसरी गरिन्छ, यसबाट चाहिँ हामीले कतिको लाभ लिन सकिन्छ, योबाट फाइदा कतिको गर्न सकिन्छ भन्ने विषयलाई फेरि पनि दोस्रो पटक जोडौँ भनेर आज म यहाँनिर आइपुगेको छु। केराको दाम्चाबाट निकालेर चाहिँ यो फाइबरलाई कहाँ बेच्ने र मेसिन कहाँबाट लिने, यहाँबाट चाहिँ फाइदा के हुन सक्छ भन्ने विषयमा र समसामयिक विषयमै केन्द्रित रहेर हामी कुराकानी गर्नेछौँ। लेटाङ 9 का व्यवसायी नरेश पथिकज्यूलाई चाहिँ म स्वागत गर्न चाहन्छु। स्वागत छ नरेश यहाँलाई। नमस्ते, म नरेश पथिक। हामी चाहिँ यो बनाना फाइबर उत्पादन गरिरहेका छौँ। धेरैजना नेपालभरका धेरैजना दाजुभाइहरूले चाहिँ यो फाइबर उत्पादन सम्बन्धी चाहिँ चासो पनि राख्नुभयो हैन। अघिल्लो वर्ष नै म आएर तपाईँको भिडियो बनाएर चाहिँ सामान्य रूपमा मैले लगाएको थिएँ। धेरैको जिज्ञासा पनि रह्यो, केराको फाइबर उत्पादनबाट चाहिँ वास्तविक कृषकलाई चाहिँ कति लाभ लिन सकिन्छ, मासिक चाहिँ कति आम्दानी गर्न सकिएला, योबाट चाहिँ हामी जीवन निर्वाह गर्न सक्छौँ कि सक्दैनौँ आदि इत्यादिको विषयमा चाहिँ प्रश्न गर्नुभएको थियो। के भन्नुहुन्छ? अब यसमा मैले भन्नुपर्दाखेरि यो केरा बनाना फाइबर भनेर भनिन्छ। यसलाई केराको रेसा हो। यो के अरे घरी काटेर फालिएको थाममाबाट उत्पादन गरेको यो रेसा दाम्चाबाट बनाइएको रेसा हो। कति फाइदा लिन सकिन्छ भन्ने कुरामा चाहिँ यो आफूमा भर पर्छ। हामीले अहिलेसम्मको अनुभवमा 1 ट्र्याक्टर माल हामीले ल्याइयो भने बिहानदेखि बेलुकासम्ममा पेल्दाखेरि 2 जना मान्छे चाहिन्छ। 1 जना कन्टिन्यू उकाइदिने मान्छे र 1 जना कन्टिन्यू पेल्ने मान्छे हुँदाखेरि 1 ट्र्याक्टर पेल्न सकिन्छ। अहिलेसम्मको हाम्रो अनुभवले त्यो देखाएको छ। 1 ट्र्याक्टर माल पेल्दाखेरि सुकाउँदाखेरि त्यसलाई 30 देखि 35 केजी हुँदो रहेछ त्यो 1 ट्र्याक्टर पेलेको माल। अब त्यसलाई हाम्रो कम्पनीले लिँदाखेरि 150 प्रति केजी लिन्छ। 30 केजीकै हिसाब गर्दाखेरि पनि 4500 भयो। 1500 रुपियाँ चाहिँ खर्च कटाउँदाखेरि, अब लेबर खर्च, ढुवानी खर्च यताउति कटाउँदाखेरि 3000 रह्यो 4500 मा। अब दैनिक रूपमा हामीले 1 ट्र्याक्टर माल पेलेर 30 केजी उत्पादन गर्न सक्यो भने अब खर्च कटाएर 3000 बच्यो। 3000 दैनिक रूपमा बचाउनु हो भने त्यसको हिसाब आफै निक्लिन्छ हैन। तपाईँ आफैले निकाल्न सक्नुहुन्छ। कम्तीमा पनि 80-90 हजारको हाराहारीमा हिसाब निस्किन्छ मासिक रूपमा। तर यसलाई नियमित रूपमा काम गर्नु पर्यो, खट्नु पर्यो। अब मेसिन ल्याएर दिनमा 1 मुठी पेलेर बस्ने गर्यो भने त केही पनि हुनेवाला छैन। दैनिक रूपमा यसरी पेल्ने हो भने मनग्गे आफूलाई स्वरोजगार बन्न सकिन्छ। तपाईँले मासिक रूपमा चाहिँ ढुवानी चाहिँ कति गर्नुहुन्छ? जस्तो यो फाइबरहरू उत्पादन गरिसकेपछि प्याकिङ गर्ने प्रोसेस पनि रह्यो होला। मासिक रूपमा चाहिँ कति जति उत्पादन गरेर तपाईँले कम्पनीलाई अहिले बेच्ने गर्नु भएको छ? अहिलेसम्म हामीले त अब मैले अघि भने जस्तो दैनिक 3000 उत्पादन गरेर बेच्न सकिरहेको छैन, किनकि समयको अभावले गर्दाखेरि। अब कुनै समय मसँग काम गर्ने मान्छे भइदिँदैन, कुनै समय आफूसँग ढुवानी गर्ने साधन भइदिँदैन र कुनै समय त्यहाँ केरा काट्ने बेला भएको हुँदैन। यो केराको पनि सिजन हुन्छ। अब बर्खा लागिसकेपछि चाहिँ तामा खरिते आएर चाहिँ बगानमा केरा काट्ने काम हुन्छ। अरू बेला हामीले घरि लगाएको केरा हामीले ढाडेर ल्याउने कुरा आउँदैन। उहाँ किसानहरूले काटेको केरालाई हामीले सङ्कलन गरेर ल्याउने हो। र हाम्रो हकमा भन्नु पर्दाखेरि चाहिँ हाम्रो मिक्लाजुङमा खेती गर्ने साथीहरूले हप्ताको मङ्गलबार खरिदेहरूलाई केरा काटेर दिने गर्नु भएको छ। अब हप्तामा मङ्गलबार उहाँहरूले काट्दाखेरि हामी मङ्गलबारै जाने पनि गर्छौँ, कहिले बुधबार जाने गर्छौँ। अब हामी जाँदाखेरि हामीलाई पुग्दो मात्रामा उहाँहरूले केरा ढालेको हुनुहुन्छ, त्यही हामीले सङ्कलन गरेर ल्याउने हो। र हामीले दैनिक रूपमा हामीले ल्याउन चाहिँ सकिरहेको छैनौँ। केराको फाइबर उत्पादन गर्ने पहिला त मेसिनै चाहियो हैन। त्यसको लागि खर्च कति लाग्ला भन्ने एउटा कुरा रह्यो। दोस्रो कुरो, हामीले फाइबर उत्पादन गरिसकेपछि कसलाई दिने र कहाँ बेच्ने भन्ने कुरा रह्यो। यो मेसिन कसरी लिने भन्ने कुरामा सिम्पल छ। पूर्वाञ्चलमा करिब मैले 1.5 वर्ष अगाडि के अरे मैले ल्याएको रहेछु यो मेसिन फर्स्टचोटि। त्यस पछाडि तपाईँ आफैले यो के अरे पहिलो भिडियो हाल्नु भएको थियो। त्यसले गर्दाखेरि धेरै साथीहरू जोडिनु भएको थियो। धेरै ठाउँबाट, धेरै जिल्लाहरूबाट साथीहरू आउनु भएको थियो र सम्पर्क गरेर अब कतिपय तपाईँलाई पनि सम्पर्क गरेर जोडिनु भयो। र मैले 4-5वटा जिल्लामा म आफैले पनि मेसिनहरू उपलब्ध गराइदिएको छु। र अब अझ पनि उहाँहरू जोडिराख्नु भएको छ, सम्पर्क गरिराख्नु भएको छ, यसको बारेमा बुझ्न खोजिराख्नु भएको छ। र मेसिन किन्ने सवालमा
कम्पनीले पूर्वाञ्चलमा चाहिने साथीहरूलाई इच्छुक साथीहरूलाई यस्तो मेसिन लिएर म पनि काम गर्छु भन्ने साथीहरूलाई तपाईँ आफैले जोडेर चाहिँ मेसिन उपलब्ध गराइदिनु गरेर व्यस्त मिलाइदिनु भनेर कम्पनीले मलाई इजाजत दिएको हुनाले म आफैले सम्पर्क गरेर उहाँलाई चाहिँ मेसिन उपलब्ध गराइदिने गरेको छु। र अर्को कुरा रह्यो अब यो सामान कहाँ बेच्ने, हाम्रो कम्पनीले जहाँ मेसिन दिएको छ त्यहीँ आफूले सामान बाइब्याक गर्ने व्यवस्था मिलाइदिएको छ। जति पनि उत्पादन गरेको सामान छ उहाँले हाम्रो कम्पनीले चाहिँ प्रति केजी 150ले खरिद गरिदिने प्रतिबद्धता सहित मेसिन उपलब्ध ग्यारेन्टीको साथ दिने गरेको छ। नत्र भने त अब के अरे मेसिन लाने के अरे कस्टमरहरूले कहाँ बेच्ने के गर्ने यसको बजार कहाँ हो उनीहरूलाई थाहा छैन। त्यही कारणले गर्दाखेरि पनि मेसिन आफैले बेचिसकेपछि सामान पनि आफैले बाइब्याक गर्ने व्यवस्था मिलाइदिएको छ ग्यारेन्टीको साथ। मुख्य कुरा त यो पूर्वाञ्चल अथवा नेपालभरि नै सायद यो नयाँ व्यवसाय हो। यतातिर जाँदा पनि हामी स्टेबल हुन सकिन्छ कि आर्थिक रूप उत्पादन त हामीले गऱ्यौँ, बजारको अवस्था चाहिँ कस्तो छ पनि धेरैले भन्नुहुन्छ। अब तपाईँले भन्नुहुन्छ कम्पनीले लिने भनेर त ग्यारेन्टी कम्पनीले दिएको छ। अब यसको प्रोसेसको विषयमा यो केरा चाहिँ जहाँसम्म तपाईँले ल्याउने पेल्ने अनि चाहिँ यसलाई प्याकिङ गरेर पठाउँदाखेरिको समय लाग्ने जो समय छ नि कतिमा गर्न सकिएला, के प्रोसेस हुन्छ त्यो पनि भनिदिनु न। ल्याउने कुरामा ढुवानी गरेर ल्याउने कुरामा भन्नुभएको हो भने अहिलेसम्म हामीले केरा किसानदेखि हामीले यो खरिद गर्नु परेको छैन। पहिलो कुरा उहाँहरूले चाहिँ घरि काटेर फालेको यो के अरे सामानलाई चाहिँ हामीले सङ्कलन गरेर बिना कोस्ट चाहिँ हामीले ल्याएको छौँ। हामीले ल्याउने भनेको त्यही ढुवानी खर्च मात्रै हो। अब सामान्य ढुवानी खर्चले के अरे आफूसँग ट्र्याक्टर छ भने त झनै राम्रो भयो। यदि छैन भने पनि 1015मा 100मा चाहिँ ल्याइदिन्छ उनीहरूले। त्यो एक टिपमा आउँदाखेरि हामीले डालादेखि माथिसम्म ल्यायो भने हामीले झन्नै अब डाला बराबर ल्याउँदाखेरि अघि मैले भनेको थिएँ 30देखि 35 केजी आउँछ भनेर। डालादेखि माथिसम्म ल्याइयो सकियो हो भने त्यसले अब 60-65 केजी आउने भयो भनेपछि एकचोटि ल्याउँदाखेरि 2 दिनलाई 3 दिनलाई पुग्यो। अब भनेपछि अब ठुल्ठुलो बगानमा त अब के अरे 500-600 घरि काटेको हुन्छ। अब त्यो 500-600 घरिले ल्याउने हो भने त हप्तैभरि के अरे पुग्छ त्यसले। अब त्यसलाई ल्याउँदाखेरि हामीले ढुवानी खर्च हुने हो र अब आफैसँग गाडी छ साधन छ भने त झनै सजिलो भयो। अब अर्काको साधनबाट ल्याउँदाखेरि पनि हामीले सामान्य एउटा जेलामा मिलाएर चाहिँ ल्याउँदाखेरि त्यति ठुलो समस्या होइन। पछाडि हामीले यो देखिरहेको छौँ नि यो फाइबर, हजुर यो फाइबरलाई चाहिँ अब यति भएपछि प्याकिङ गरेर डाइरेक्ट पठाउँदा भयो हामीले भनेको यो र मेटेरियल खर्च तयार गर्ने हो। अब यसको प्रोसेसिङको हिसाबमा भन्ने हो भने यो र मेटेरियल हो, हामीले रेसा निकालियो। अब यहाँदेखि कम्पनीले लान्छ, हामीले पठाइन्छ। त्यस पछाडि लगेर उसले अझ प्रशोधन गर्छ। यसलाई धागो बनाउन फाइबर बनाउनको लागि प्रशोधन गर्छ। यसको मेसिन अलग्गै हुन्छ। त्यस पछाडि उसले के अरे फाइबर बनाएर अनि धागो बाटेर त्यहाँदेखि कपडा बुन्ने के गर्ने। अब अहिले हामीले सुनेअनुसार चाहिँ अब यो विशेष गरेर यो सेनिटरी प्याड पनि एकदम राम्रो खालको अर्ग्यानिक खालको बन्छ भन्ने कुरा हामीले अध्ययन गरिराखेका छौँ। अर्को कुरा अब नेपाली कपडाहरूमा चाहिँ अब यो अल्लोको कपडाहरूमा चाहिँ 50% मिक्स गरेर कपडा उत्पादन गर्ने काम भइराखेको छ। अब अर्को कुरा अहिले भर्खरै हाम्रो साथीहरू जोडिनु भएको छ, 2-3वटा कम्पनी जोडिनु भएको छ। यसमा चाहिँ अहिले काँचो कागज पनि उत्पादन भइराखेको छ। एउटा काँचो कागज उत्पादन भइरहेको छ। अब तपाईँलाई काँचो कागजको कुरा भन्दाखेरि मैले अलिकति जोडेँ। जस्तै हामीले यो के अरे रेसा उत्पादन गरेर कम्पनीले 150मा बेच्छौँ भनेपछि हामीले काँचो कागज म आफै बनाउँछु भनेर अलिकति बजेट बढाएर चाहिँ काम गर्न चाह्यो भने अब यो एउटा मेसिन भयो। यो फाइबर उत्पादन गर्ने मेसिन 1,75,000 पर्यो। यसलाई बजेट ठुलो बजेट पनि होइन। अब अलिकति मसँग पुँजी छ, यसलाई जोडेर अरू बढाएर लान्छु भनौँ भने काँचो कागजलाई को मेसिन सेटअप राख्नको लागि 5.5 लाखदेखि 6 लाखसम्मको लगानी लाग्छ। अब त्यसको फाइदा के हो त भन्दाखेरि जस्तै हामीले 150मा बेच्छौँ भने 150 डबल त्रिबल फाइदा हुन्छ। कसरी भन्नुहुन्छ भने 150 यो जुनमा बेचिरहेको छ हाम्रो 1 केजी बराबर काँचो कागज चाहिँ 250 पाना निस्किँदो रहेछ। हामी पाना भनेर बुझ्छौँ। 250 पाना निस्किँदो रहेछ 1 केजी बराबर भनेपछि त्यो कम्पनीले लिने गरेको छ 5 रुपियाँ गोटा प्रति पिसले लिने गरेको छ भनेपछि 250 इन्टु 5 रुपियाँ गऱ्यो भने 1260 हुँदो रहेछ। 1260 भनेपछि हामीले रेसा बेच्दाखेरि 150ले बिको। अब त्यसलाई नै कागज उत्पादन गर्यो भने 1 केजी बराबर 1260 कमाउन सकियो भनेपछि 660 चाहिँ हामीले खर्च कटायौँ।
600 रुपियाँ प्रति केजी बस्यो भनेपछि त्यसमा झन् ठुलो फाइदा भयो। भनेपछि अब त्यो यो फाइबर उत्पादन गर्ने मेसिन बेग्लै ल्याउनु पर्यो। हजुर। अनि त्यो काँचो कागजको लागि चाहिँ पेल्ने मेसिन बेग्लै ल्याउनु पर्यो। त्यसको चाहिँ अरू धेरै सामग्री हुन्छ, मेसिन भट्टी हुन्छ, के अरे त्यो पकाउने हुन्छ, सुकाउने हुन्छ, यसलाई चाहिँ केमिकलमा पकाउने एउटा ठुलो त्यसलाई ट्याङ्की भन्छ कि के भन्छ होइन, त्यसलाई पकाउने। त्यो 5.5 लाख र 6 लाखको बिचमा सबै टोटली सामान आउँछ। त्यो सबै त्यो भित्रै दिन्छ। अन्त कम्पनी आफै आएर सेटअप गरेर जान्छ। 150मा मात्रै बेच्ने, मसँग बजेट कम्ती छ भन्यो भने यो 100 उत्पादन गरेर 150मा बेच्दा भइगयो। होइन मसँग अलिक लगानी गरेर म माथि अलिक अगाडि बढ्छु भन्नु चाहनुहुन्छ भने त्यो एउटा यो रेसा निकाल्ने प्लस त्यो मेसिन जोडेर चाहिँ काँचो कागज उत्पादन गरेर 2-4 पालिकामा चाहिँ कन्ट्याक्ट लिन सक्यो भने त हामीले अब पालिकामा त रिटेलको हिसाबमा 10 देखि 12 रुपियाँ प्रति पन्ना बेच्न पाइयो। तर कम्पनीले लिँदाखेरि चाहिँ कस्तो हुन्छ भने होलसेलको रेटमा 5 रुपियाँले लिइदिने गरेको छ। बाहिर बेच्न सक्यो भने आफ्नो रेटमा बेच्न सक्यो, 10 देखि 12सम्म बेच्न सकिन्छ। अब 2-4 पालिकामा र 2-4 मालपोत कार्यालयमा सम्पर्क गरेर चाहिँ कन्ट्याक्ट दिन सकियो भने आफूले पुर्याउन सकिँदैन। त्यो चाहिँ आफूमा भर पर्ने कुरा हो। भनेपछि यो केरा भनेपछि केराको जात भनेपछि केही पनि खेर नजाँदो रहेछ। पहिला हामीले घरि बेच्यो, त्यो पनि 1000 देखि कम्ती त बिक्दैन। त्यो बुङ्गा पनि बिक्दो रहेछ होइन। अब त्यसलाई अब दाम्चाको के अरे रेसा उत्पादन गरियो। अब दाम्चाबाट रेसा उत्पादन गर्दाखेरि निस्केको वेस्टबाट त्यसलाई चाहिँ गडौले मल उत्पादन गर्न सकिन्छ। त्यता पनि अब के अरे आम्दानीको स्रोत बनाउन सकियो। त्यताबाट चाहिँ त्यो गडौले मल पनि उत्पादन गरेर चाहिँ के अरे आम्दानीको स्रोत बनाउनेपछि केरा खेती गर्ने अति उत्तम। यो केरा खेती गर्ने कृषकहरूको लागि त यो वरदानै साबित रहेछ यो मेसिन। एउटा मेहनती किसान चाहियो, म गर्छु केही गर्छु भनेर चाहिँ अगाडि बढ्ने एउटा इच्छा शक्ति भएको किसान चाहियो। मेसिन लिएर गफलाएर मैले पनि यसो गर्न आँटेको भनेर बसियो भने त केही पनि हुनेवाला छैन। तर आफूले लगनशीलता र आफू के अरे जाँगर देखाउनु पर्यो क्या यो गर्नका लागि। तपाईँले यो व्यवसाय सुरु गरेको लगभग 1.5 वर्षको पेरिफेरीमा छ। हजुर। अब यो अवधिभरमा चाहिँ कहीँ कतैबाट त्यस्तो ट्रेनिङ लिन्छु अथवा तपाईँसँग सिक्छु भन्ने केही मान्छेहरू आएका छन्? ट्रेनिङ लिन्छु भन्ने कुरा चाहिँ भर्खरै यो 4 दिन कि 5 दिन मात्रै हुँदैछ। मैले नवलपरासीको नवलपुर भन्ने नगरपालिकाको एकजना महेन्द्र कार्की भन्ने हुनुहुन्थ्यो। त्यहीँको नगरपालिकाले पनि एउटा मेसिन खरिद गर्यो, उहाँले पनि व्यक्तिगत रूपमा मेसिन खरिद गर्यो। भनेपछि उहाँलाई ट्रेनिङ दिन जान पाइनँ म, टाढो भएको हुनाले कारण। अनि उहाँ आफै आएर ट्रेनिङ लिन आउनु भएको थियो र 1 दिन ट्रेनिङ लिएर चाहिँ गएर काम सुरु गरिसक्नु भएको छ। र लगायत के अरे हामी चाहिँ के अरे यो कटारी बजारसम्म पुगेका छौँ ट्रेनिङ दिनको लागि। यो केराको दाम्चा उत्पादन गर्ने त्यहाँ पनि मैले मेसिन चाहिँ उपलब्ध गराइदिएको थिएँ। अनि उहाँले चाहिँ ट्रेनिङ दिनको लागि उहाँ बोलाउनु भएको थियो। अनि जस्तो यो ट्रेनिङ पिरियडको कुरा रह्यो नि, हजुर। 1 दिनमा अब यो केराको दाम्चा यो रेसा उत्पादनदेखि लिएर प्याकिङ सबै कुरो जान्न सकिन्छ? सिम्पल छ, 1 दिनमै सकिन्छ। के अरे अब त्यो मेसिन भनेको 1 घन्टा चलाउँदाखेरि त्यो रेसा कसरी पेल्ने भन्ने कुरा जानि नै हालिन्छ। त्यस्तो टेक्निकल कुरा केही पनि छैन त्यसमा। अर्को कुरा अब त्यो मेसिनलाई सेटिङ कसरी गर्ने, त्यो धागो बाक्लो निकाल्छ, कहिले पातलो निकाल्छ, अनि त्यसलाई लेभलमा कसरी निकाल्ने भन्ने त्यो सेटिङ गर्न सिकाउने हो हामीले। अनि कहिलेकाहीँ मेसिन चलाउने क्रममा बेरिन्छ, अड्किन्छ, के हुन्छ, त्यो अड्किँदाखेरि कसरी गर्ने, कसरी खोल्ने, अनि कसरी त्यसलाई चाहिँ ठिक गर्ने भन्ने कुरा सिकाइन्छ। अनि पेल्न सिकाइन्छ, अनि सुकाउन, प्याक गर्न। त्यति नै हो, 1 दिनको ट्रेनिङले काफी हुन्छ। त्यो मेसिनहरू कहिलेकाहीँ मेसिनरी चिज हो, कहिलेकाहीँ बिग्रिन्छ होइन, कहिलेकाहीँ चाहिँ अब कहीँ कतै परेर नचल्न पनि सक्ला। त्यस्तो अवस्थामा चाहिँ त्यो मेसिन रिपेयरिङको लागि चाहिँ के छ व्यवस्था? रिपेयरिङको लागि अब यसलाई मेन भनेको यसको मोटर हो। मोटरमा कुनै समस्या आयो भने कम्पनीले 1 सालको वारेन्टी दिएको हुन्छ। मोटरमा कुनै समस्या आयो भने कम्पनीलाई यस्तो समस्या आयो भनेर तुम पठाइदिने हो, उसले रिपेयर गरेर पठाइदिन्छ। अब यता अरू बाँकी इन्जिन भनेको कुनै इन्जिन छैन, त्यहाँ फुट्दाखेरि ब्यारिङ फुट्ने हो। पङ्खा हुन्छ, त्यो पङ्खा फुट्ने कुरो टुट्ने कुरा आउँदैन त्यसमा। त्यति बिग्रिने समस्या भनेको त्यही ब्यारिङमा आउने हुन्छ। त्यो ब्यारिङ यतै पनि हार्डवेयरमा, यता ग्यारेजमा सबै त मिल्छ। कोही व्यक्ति म पनि यो चाहिँ केराको रेसा अथवा दाम्चाबाट रेसा उत्पादन गर्ने फ्याक्ट्री खोल्छु अथवा उद्योग खोल्छु भनेर चाहिँ कसैले तपाईँलाई सम्पर्क गर्यो भने हजुर तपाईँले ट्रेनिङ दिनुहुन्छ सशुल्क कि निशुल्क? त्यो चाहिँ सशुल्क हुन्छ। सशुल्क हुन्छ किनभने कुनै पनि चिज ट्रेनिङ दिँदाखेरि फ्रीमा ट्रेनिङ नदिनु त्यसको भ्यालु हुँदैन भनेर भन्ने एउटा छ, हरेक कुराको नियम हुन्छ होइन। मैले पनि
त्यसलाई के अरे निशुल्क दियो भने भ्यालु हुँदैन। अब सिक्यो आयो केही रहेनछ भन्ने हुन्छ। र लगानी गरिसकेपछि उहाँहरूले पनि सशुल्क के अरे ट्रेनिङ लिनुभयो भने उहाँहरूलाई एउटा जाँगर जोस जाँगर अगाडि बढ्छ। एउटा त्यसको पनि मतलब हुन्छ। मतलब आफूले गरेको व्यवसायलाई अलिकति ध्यानमा राख्ने हुन्छ। अब त्यत्रो शुल्क लिने कुरा पनि हुँदैन। उहाँहरू आउँदाखेरि अब कम्पनीले निर्धारण गरेको 3,000 रुपियाँ लिने गरेको छु मैले। अब उहाँहरूकै घरमा जानु पर्यो भने चाहिँ ट्रेनिङ दिन जानु पर्यो भने चाहिँ अब बाहिरी जिल्ला जानुपर्ने अवस्था आयो भने चाहिँ आउने जानेको भाडा र के अरे ट्रेनिङको प्लस हुन्छ होइन। नत्र भने उहाँहरू यहीँ आएर एक दिन सिकेर जान्छु भन्नु भने 3,000 मैले लिने गरेको छ शुल्क। उहाँलाई सम्पूर्ण कुरो सिकाएर पठाइन्छ। भनेपछि अब एक दिनमा जस पर्फेक्ट बनाएर पठाइन्छ। पूर्वाञ्चल मात्रै नभएर चाहिँ नेपालमा पनि अलिकति नयाँ खालको नौलो व्यवसाय देखियो यो केराको दाम्चा उत्पादन रेसा उत्पादन गरेर चाहिँ बिक्री गर्ने भन्ने कुरा। अब यो त त्यत्रो कठिन कुरा रहेन हैन, जो कोहीले पनि गर्न सक्ने भयो। अब एउटा साना साना व्यवसाय मध्यम वर्गको मान्छेले म यो व्यवसाय गर्छु भन्दाखेरि कति जति खर्चमा होला यो व्यवसाय? उहाँहरूले लाग्ने भनेको बजेट भनेको यसको मेसिनको दाम भनेको 1,50,000 हो। अब त्यहाँ मेसिन बिक्री गरिसकेपछि सरकारलाई भ्याट तिर्नुपर्ने हुन्छ कम्पनीले। अनि 13% भ्याट चाहिँ जोडिने हुन्छ। त्यसमा प्लस भएर आउँछ। प्लस भएर आउँदाखेरि त्यो 21,200 कति आउँछ 1.5 लाखको। त्यो 1.5 लाख चाहिँ फगत मेसिनको भयो। यता भ्याट तिर्दाखेरि चाहिँ 21,000 प्लस हुने हो। 21,200 चाहिँ प्लस भएर आउँछ। त्यति नै हो। भनेको 170 जतिमा चाहिँ 170 अनि आउँदा ल्याउँदा उर्दाखेरि 75 सकिन्छ भनेको मैले कारण नै त्यही हो। अब उहाँबाट ट्रान्सफर गाडीमा हालिदिएको हुन्छ कम्पनीले। त्यसको भाडा आफैले बिहोर्नु पर्ने हुन्छ। ढुवानी खर्च बिहोर्नु पर्ने हुन्छ। त्यही भएर 1,75,000 भने मैले। तर लाग्ने भनेको 1,50,000 प्लस 21,200। त्यो चाहिँ 21,200 चाहिँ के अरे भ्याट हो सरकारलाई तिरेको। त्यति नै हो। ठुलो बजेट होइन। त्यो सामान्य एउटा कृषकले पनि काम गरेर ल्याएर मेसिन राखेर गर्न सक्ने त्यत्रो ठुलो लगानी लगाउनु पर्ने पनि होइन। अर्को कुरा मेसिनमा लगानी गरिसकेपछि यसको मेटेरियलमा लगानी छैन। जस्तै हामीले त कुनै व्यवसाय गरियो भने त मेसिन पनि राख्नु पर्यो, त्यो मेटेरियललाई खरिद गरेर ल्याउनु पर्यो, अनि त्यसलाई प्रडक्ट तयार पारिसकेर अनि बजारमा अनि कम्पिटिसनमा मार्केटिङ गर्नु पर्यो। अनि 2 पैसा कमाएर नाफा खाएर चाहिँ हामीले कमाउने हो नि त। तर यसले मेसिनमा लगानी गरिसकेपछि यसमा कुनै कम्पिटिसन छैन। जति हामीले सङ्कलन गरेर ल्याएको छ त्यति आफूले कमाएको कमाइ भयो। त्यो चाहिँ मेसिन सञ्चालनको कुराहरू आउँदाखेरि चाहिँ कतिपय नेपालको चाहिँ अलिकति भौगोलिक विकटता भएको ठाउँमा यो विद्युत चाहिँ स्टेबल हुँदैन क्या। भने जति त्यो मेसिन चाहिँ गुडाउन अथवा सञ्चालन गर्न चाहिँ आवश्यक पर्ने विद्युतीय क्षमता नहुन पनि सक्छ, सस्टेनेबल नहुन सक्छ। विद्युतको क्षमताको विषयमा चाहिँ यो नर्मली विद्युतले नै चल्ने हो कि त्यसलाई थप गरेर अर्को प्लस गरेर चलाउनु पर्छ के छ? यस्तो यो विद्युतीय कुरामा चाहिँ अब सामान्य विद्युत हाम्रो सबै घर गाउँमा पुगेको हुन्छ। त्यसले बत्ती घरमा सामान्य बत्ती बाल्नको लागि हुन्छ। त्यसको एमसिबी राखेको हुन्छ होइन। अब त्यसलाई त के अरे विद्युत प्राधिकरण कार्यालयमा गएर चाहिँ मैले यसरी मेसिन चलाउन आँटेको, त्यहाँ चाहिँ म 16 एम्पियरको चाहिँ के अरे एमसिबी राख्छु भनेर निवेदन दिनुपर्छ। अनि त्यस पछाडि अलिक बढाउनु पर्यो भनेर चाहिँ के अरे निवेदन दिइसकेपछि उसले 6 एम्पियरको राख्ने अनुमति पेपर दिन्छ। त्यस पछाडि हामीले 6 एम्पियरको के अरे एमसिबी राखिसकेपछि उसलाई पुग्ने क्षमताको के अरे बिजुली त्यसले तान्छ। भनेको त्यो नर्मल हामीले फ्यान चल्ने बत्ती बाल्नेले चलेन, थप गर्नु पर्यो। अब त्यति डाइरेक्टै चलायो भने चाहिँ यो मेसिन चलाउँदाखेरि एमसिबी अटोमेटिक झर्छ पावरले नपुगेर। अब 16 एम्पियरको राखिसकेपछि चाहिँ उसले चाहिने पावर चाहिँ त्यो एमसिबीले तानिदिएपछि ऊ मेसिन चल्छ क्या। त्यही भएपछि पहिला प्राधिकरणलाई के अरे अनुमति लिएर चाहिँ त्यो एमसिबी राख्नुपर्छ। अब यो नेपालको पनि एउटा नौलो व्यवसाय भएको हिसाबले स्थानीय सरकारबाट अथवा कहीँ कतैबाट अनुदानको केही कुराहरू तपाईँले प्राप्त गर्नुभएको छ कि पहल गर्नुभएको छ कि पाइसक्नु भएको छ कि के छ अवस्था? अनुदानको कुरामा चाहिँ मैले अब यो सुरुमा मैले यो मेसिन यहाँ ल्याइसकेपछि नगरपालिका हाम्रो लेटाङ नगरपालिकाले पनि हेर्न आउनुभएको थियो। के अरे पालिकाका मेयरदेखि लिएर त्यहाँका कर्मचारीहरू लिएर आउनुभएको थियो र उहाँले चाहिँ एकदम नौलो चाहिँ व्यवसाय भनेर धेरै खुसी व्यक्त गर्नुभयो, प्रोत्साहन गर्नुभयो। अनि त्यस पछाडि नगरपालिकाले गत वर्षमा एक्जिबिसन पनि गरेको थियो। यो के अरे विभिन्न के अरे घरेलु उद्योगहरूको सम्बन्धी चाहिँ एक्जिबिसन गरेको थियो। त्यसमा पनि मलाई सहभागी गराएको थियो। त्यहाँ मुख्यमन्त्री पनि आउनुभएको थियो। यो केराको दाम्चाबाट निकालेको रेसा चाहिँ नौलो रहेछ भनेर उहाँले पनि धेरै प्रोत्साहन दिनुभयो। र त्यस पछाडि अब मैले विशेष
लेटाङ नगरपालिकालाई धन्यवाद दिनुपर्ने हुन्छ। उहाँहरूले यो मैले रेसाबाट निकाल्दाखेरि वेस्ट निस्किन्छ, त्यसबाट चाहिँ खेर गएको वेस्टहरूलाई चाहिँ गडौले मल चाहिँ उत्पादन गरेर चाहिँ हाम्रो के अरे सब्जी खेती गर्ने कृषकहरूलाई चाहिँ के अरे अर्ग्यानिक सब्जी उत्पादन गर्ने एउटा ठुलो टेवा पुग्छ भनेर चाहिँ मैले एउटा निवेदन गरेका थिएँ र यो आर्थिक वर्षमा चाहिँ उहाँहरूले चाहिँ गडौले मलको लागि चाहिँ मलाई अनुदान दिनुभएको छ यो के अरे गोठ बनाउनको लागि र मैले के अरे गोठ पनि तयार गरिसकेको छु। अब थोरै तिनै काम बाँकी छ, त्यसलाई तयारी गरेर यो आउँदो कार्तिक मङ्सिरदेखि चाहिँ मैले गडौले मल उत्पादन गर्ने काम सुरु गर्न गइरहेको छु। गडौला मल बनाउँदाखेरिको चाहिँ प्रोसेसहरू केही भनिदिनु न अलिकति। अब पहिलो कुरा चाहिँ मैले जहाँसम्म बुझेअनुसार मैले आफै पनि अहिलेसम्म सुरु त गरेको छुइनँ, तर गडौले मलको लागि सबै जो कसैले कृषकहरूले पनि सामान्यतया बुझिसकेको छ। यो चाहिँ गडौले मल भनेको गडौलाबाट उत्पादन गर्ने मल हो यो है। अब गडौले मललाई चाहिँ सबैभन्दा गडौलाको खानकी भनेको चारो भनेको चाहिँ उत्तम चारो भनेको चाहिँ यो केराबाट निस्केको दाम्चा होइन लाई खुवाएर चाहिँ अनि गोबर मिक्स गरेर चाहिँ पिठमा राखिँदो रहेछ। जस्तै पिठ बनाएर चाहिँ त्यहाँ गडौला गोबर एक तह अनि त्यहाँदेखि झार जङ्गल कुहिएको चिजहरू एक तह बनाउँदै त्यसरी हरियो झारपात तह बनाएर चाहिँ गडौला छोडेर चाहिँ भर्मी कम्पोस्ट मल भन्छ त्यसलाई उत्पादन गरिँदो रहेछ। अब त्यो मल चाहिँ हामीले सब्जी खेतीमा अति उत्तम होइन, हामीले डिएपी के अरे युरिया हाले भन्दा पनि अति उत्तम एउटा कुरा भयो। के अरे त्यसको क्षमता, फल्ने क्षमता एकदम वृद्धि हुने। अर्को कुरा के भने हामी त रासायनिक मललाई चाहिँ के अरे अलग्याएर चाहिँ हामीले अर्ग्यानिक मलबाट उत्पादन गरेर हाम्रो स्वास्थ्यलाई पनि राम्रो हुने भयो। र अब यसको जुन यो रेसा पेल्दाखेरि निस्किन्छ वेस्ट, त्यो चाहिँ हामी खेर गइरहेको छ, मैले फालिरहेको छु। अब त्यसलाई किन फाल्ने, त्यसलाई पनि के अरे मलमा उत्पादन गरेर चाहिँ के अरे कृषकहरूलाई पनि हुन्छ र आफूलाई पनि आय आर्जनको बाटो प्लस भएर जान्छ भनेर चाहिँ मैले नगरपालिकालाई त्यो निवेदन गरेको कारणले उहाँहरूले त्यसको लागि 1 लाख रुपियाँ अनुदान मलाई के अरे व्यवस्था दिनुभएको छ, गर्दै उपलब्ध गराइदिनु भएको छ र त्यो गोठ पनि मैले तयार गरिसकेको छु। अब खालि त्यसमा बाँकी के छ भने अब के अरे अब यो अहिले बर्खाको टाइममा कृषकहरूको गाई गोठको मल चाहिँ अब बाहिर नै खाडी बनाएको हुन्छ र पानी पर्दाखेरि पानी जमेर चाहिँ खोले भइराखेको हुन्छ। त्यो चाहिँ अलिकति के अरे उत्कृष्ट हुँदैन। अब यो के अरे असोज कात्तिकदेखि चाहिँ अलिकति बर्सात कम हुन्छ, त्यस पछाडि मलहरूलाई चाहिँ सङ्कलन गर्न सजिलो हुन्छ भनेर चाहिँ मैले यो कार्तिक मङ्सिरदेखि सुरु गर्ने योजनामा छु। र यसले अब यो गडौले मल बनाउनको लागि त्यति झन्झटिलो ठुलो टेक्निकल कुरा छैन। सामान्यतः सिकेपछि एकचोटि सिकेपछि के अरे त्यसलाई राम्रैसँगले बनाउन सकिन्छ र त्यो मल लगाइसकेपछि बाली उत्पादनमा धेरै राम्रो। अर्को यो पहिलो कुरा त स्वास्थ्यलाई राम्रो हुने भयो, अर्ग्यानिक खान पाइयो हाम्रो गाउँघरमा। दोस्रो कुरो त्यो मल लगाएर चाहिँ उत्पादन गरेकोमा चाहिँ धेरै उत्पादन चाहिँ बढेर जान्छ भन्ने कुराहरू चाहिँ हाम्रो के अरे खेती गर्ने र यो मल प्रयोग गर्ने कृषकहरूले हामीलाई चाहिँ बताएको हुनाले हामीले बुझ्ने कुरा त्यही हो। मसँग जोडिन आइपुग्नु हुने सम्पूर्ण नेपालभरिकै साथीहरूलाई के भन्न चाहन्छु भने तपाईँहरू केरा खेती गर्नुभएको छ अति उत्तम। यदि गर्नुभएको छैन भने पनि यो गर्ने सोचमा हुनुहुन्छ, आफ्नो गाउँघरमा कोही साथीभाइले केरा खेती गर्नुभएको छ र थाम खेर गइरहेको छ भने यो मेसिन खरिद गर्नुहोस्। मेसिन खरिद गरेर पहिलो कुरा भ्याउनुहुन्छ भने महिलाहरूले पनि गर्न सक्ने काम हो यो। अन्य जिल्लामा नवलपरासीमा महिलाहरूले नै यो काम गरिराख्नु भएको छ। धेरै भारी काम गर्न नसक्ने बुढापाका भइसकेपछि उमेर ढल्किसकेपछि गर्ने काम यो हो। र अर्को कुरा यो के अरे केरा खेती गर्ने साथीहरूले चाहिँ अनिवार्य राख्नु भन्छु यो म। मेरो सल्लाह चाहिँ अनिवार्य राख्नु, किनकि घरि काटिसकेपछि त खेर गइराखेको हुन्छ, त्यसलाई हामीले बारीमा नष्ट गरेर कुहाएर फालिराखेको हुन्छ। त्यसलाई सङ्कलन गरेर आय आर्जनको बाटो बनाउन सक्नुहुन्छ। अथवा व्यवसाय नै गर्छु भन्नुहुन्छ भने पहिलो कुरो अब तपाईँको खेतबारी धेरै छ भने केरा खेती गर्नुहोस्, अनि घरि बेच्नुहोस्, अनि त्यहाँदेखि यो मेसिन राखेर चाहिँ दाम्चाको रेसा बनाउनुहोस्, अनि रेसा पनि बेच्नुहोस्। आय आर्जनको बाटो खेतीदेखि केरा खेतीदेखि प्लस भएर जान्छ। यति गर्न सक्नुभयो भने तपाईँ हामी जस्तो खाडी मुलुकमा गएर 40-50 डिग्रीको घाममा तातिएर चाहिँ त्यही 40-45 हजार कमाउन आवश्यक छैन। यही गर्नुभयो भने महिनाको 50-60 हजार नर्मल्ली कमाउन सक्नुहुन्छ। अघि मैले भने जस्तो तपाईँले दैनिक 30 केजी पेलेर चाहिँ उत्पादन गर्न सक्नुभयो भने 80-90 हजार रुपियाँ कहीँ जानु पर्दैन त्यति कमाउनको लागि, तर काम चाहिँ गर्नुपर्छ।